ल यो तल भिडियो हेर्नु साथीहरू लास्ट टाइम मजा आउँछ देख्नुभयो नि अहिले एमाले कांग्रेस र माओवादीको यो चुनावमा 10 सिट पनि आउँदैन प्रत्यक्षमा लेखेर राख्नु साथीहरू जति यिनीहरूका जो अहिले भिड देख्नु भएको छ रोडमा मान्छे दौडेका दुनियाँ गरेका देख्नु भएको छ यी सबैलाई पैसा दिएर दिन ध्याडी दिएर चाहिँ खटाएर राखेको छ देख्नुभयो होला नि एमाले कांग्रेस माओवादीका चाहिँ कार्यकर्ताहरू चाहिँ अथवा त भोट माग्ने मान्छे चाहिँ हिँड्ने बेलामा 10-12 जना पछाडि हिँडेको देख्नुभयो होला ती सबै भनेको दिनको 5,000 को दलले दिएर राखेको दिन ध्याडीमा राखेकाहरू हुन् होइन तिनीहरूको मन जति तिनीहरू सबै तिनीहरूले पनि सबैले घन्टीमा छाप लाउँछन् यसपालि पुरा नेपालका सबैले घन्टीमा छाप लाउँछन् जति छ नि पुरानो झोला बोके हिँडेका यी भनेका स्वार्थीहरू हुन् पहिला पुरानो पार्टीहरूबाट विभिन्न तरिकाले स्वार्थ पुरा गरेका र धेरै जस्ता भ्रष्टाचारीहरू जसको चाहिँ फाइल खुल्नेवाला छ जो चाहिँ कोचिनेवाला छन् तिनीहरू चाहिँ तिनीहरूको पक्षमा दौडेर आएका छन् आम नेपाली जनता जसलाई देशको माया छ जो देश विकास भएको हेर्न चाहन्छ के आशावादी छन् उनीहरू कसैले पनि यिनीहरूलाई भोट दिँदैनन् सबैले दिन्छन् भोट यसपालि घन्टीमा छाप